चेली बुझ्न चेली आए है श्याम चेली दाजु र भाइ आउनु हो बुझ्न यो मागी पर्वैमा श्याम हो यो मागी पर्वैमा लौ लौ माइतीहरू आउनुभयो बस बस माइतीहरू अब ल आफ्नो आफ्नो भात खा पद जेठी माइली साइली कान्छी माइतीहरूले दाजुभाइले हामीलाई पुज्ने बेला भयो लौ 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 दाजुभाइ मामा मावली सबैले यसैमा राखिदिनु होला अब यो वर्षदिनको साइली माइली अब टाढाबाट भर्खर आइयो होइन अब सबैको साथमा यही छ ल सबै चेलीबेटीलाई म ढोक्दिन्छु लौ लौ जिठी माइली साइली दाजुभाइ माइतीहरूलाई अर्नी हालिदेऊ अर्नी लगाइदेऊ अर्नीहरू ल ल दे अब हामी यहाँ चाहिँ अब साकासाको फाल्नु पर्यो चेलीबेटीले दिएको चाहिँ यो साकासाको फाल्दैछौँ एकदम चाहिँ यो अब अर्ग्यानिक तिनपाने हो है हाम्रो चलन चल्ती अनुसार माइतीलाई चाहिँ यसरी चाहिँ सम्मान गर्ने चलन छ ल अब हामीले साकासाको फाल्दैछौँ ओ देवपिटर दाइनो हुनुहोस् सिमी भूमि दाइनो हुनुहोस् ए सबै दाइनो हुनुहोस् है त ल एकदम मिठो रहेछ माइतीहरू खै अर्नी पनि कस्तो बनाए यो छोरीहरूले राति निदाउँदै बनाएको रक्सी कुन्ने कस्तो छ होइन राम्रो छ आमा एकदमै राम्रो बनाउनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँहरूलाई एकदमै राम्रो बनाउनु भएको छ आमा ल अब भेनाहरू भान्जापत्ती सबै अब तारामा आउने होला अब यताउता ल छामछुम गर जेठी माइली साइली कान्छी पल्टनबाट छुट्टीमा आएको हाँसम बोल मौकाले भेट भएको पल्टनबाट छुट्टीमा आएको हाँसम बोल मौकाले भेट भएको नमस्कार जेरो जेरो नमस्कार सालीहरूलाई नमस्कार यो चाहिँ मेरो लाउरे छोरो पहिले गत साल चाहिँ लाउरे भएको हजुर पाइदिन्छ
भागीरथी बनाउन देउकी लत्तु पोखरामा पर्दैछ एकदम त्यहाँ नि अर्को साथ लाउरे हुने रे अनि दुई मेरो बुहारीहरूलाई त रोजी रोजी लाने रे के हुन्छ 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 अब हाम्रो भाग छ माइतीतिर पुगौँ हाम्रो भाग होला सालीहरूले राख्दैछन् होला तिर हान्न जाम बाबा भनेर चाहिँ कोटमा त झरेको फेरि मेरो भेडाहरू त हिउँको बिचमा राखेर आउँछु फेरि अनि फेरि एउटा लाउरे हेर्नु त कम ब्याज यो फेरि कान्छा चाहिँ फेरि तगरा छ है लौरे त के छ माइतीहरू चाहिँ हाम्रो भाग कता छ बुबु अनि भेनाहरू हामीले तिर चाहिँ यता राखेछौँ है हाम्रो भेनाहरूले तिरमा निशाना पो कतिको लगाउने है हामीले नि आज त ठोक्ने हो केही त लाउने हो हेर्नु त यो जुन गीतको छोरा त बिहानै बिहानै रक्सी दोगेर हेर्नु त खुट्टा आज तारा पनि ढाल्ने हो एउटा स्वास्नी पनि गर्ने हो है कहिले नसुध्रिने भयो खोइ खोइ हाम्रो दुई फिटे भेनाहरूको अब लाउरे त युद्धमा लगेर आएको देशमा नहारेको मान्छे विदेशमा पनि जितेको मान्छे सायद बुहारीसँग त हार्दैन होला लाउरे लाउरे नजिते पनि कान्छा जित्न सक्छ है ल हाम्रो तिर कता छ हाने हालौँ न त ल माइतीहरू के हो त कुखुरा जस्तो भएको लौ लौ होइन हामी तपाईँहरू आउनुभएको छ हामी त्यति पनि खुसी छौँ होइन लाउरे अब बाँकी कुरा आमाले गर्नुहुन्छ तिम्रो आमाले चाहिँ भोलि चाहिँ बक्नु लौ लौ भान्जाहरू कोही गोठबाट आउनु भएको छ कोही सहरबाट कोही लाङ्गुरबाट आउनु भएको छ आज भनेको विशेष गरेर चेलीबेटी बुझ्ने माइतीले सँगसँगै तारा हानेर यो माइती बान्जोको गर्भदशा जाप्ने यो हाम्रो प्रचलन छ अब तारा हानेर अब माइती बान्जोले आफ्नो गर्भदशा जाँच्नुहोस् जित्नु भयो भने छोरी लैजानु होला हार्नु भयो भने यहाँ बस्नु यतै बस्नु लौ लौ अब तारा हान्ने होला जित्नु त हाम्रै माइतीहरूले हो खै हेरिहालौँ त भेनाहरूको पावर कस्तो रहेछ मैले त फेरि ठोक्छु भनेपछि ठोक्छु फेरि ल दाइ अब माइती भान्जाले तारा हान्दै हुनुहुन्छ अब माइतीहरूले जित्नु भयो भने भान्जाहरू यता बस्ने भान्जाहरू जित्नु भयो भने छोरी पनि लैजाने लौ त तारा यता गयो। खुङ्रेली धनुली बेराताई त्यो तारा हान्दिउला जाबो सकेन है सकेन बाबुको छोरा बराजुको पनाती तारा हान्दिउला श्यामो त्यो तारा हान्दिउला माली बधु अब लाउरीको पालो है लाउरीले चाहिँ कतिको निशाना लगाउनु तारा हान्दिउला श्यामो तारा हान्दिउला दुःख छु मेरो लाउरे छ म छु नि त बाबा छ नि त बाबा घरमा जाँदैन अब धनुष भएर मात्र
सोच 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 हाम्रो फुपाले सायद पुर्खाले दिएको होला, इतिहासले दिएको होला। बुढाजीले चाहिँ दिएपछि र बाबासँग नै रहन्थ्यो होला, छोरालाई पुग्दैन अरे, बाबाले दिएपछि छोराले लिन्छ अरे। तर त्यो बुवासँग छ है, छोराको लागि चाहिँ आज तिर हान्ने पालो चाहिँ बुवासँग पर्यो। तिर चाहिँ बुवाले दाल्छ, तर बुवाले चाहिँ मेरो दुई छोराहरूले लिएर जान्छ। यसमा म गर्व लाग्छ। मेरो माघे सङ्क्रान्ति सबै जो आफ्नो व्यस्तताको कार्यक्रम, व्यस्तताको टाइम हामी उपस्थित भएका छौँ, सबैलाई धन्यवाद दिँदै अब चाहिँ बुहारी चाहिँ हाम्रै पालोमा छोरो चिन्ता नलिन लाउने होस् न त। ल फाइनली जित्यो है, जित्यो जित्यो जित्यो। बाउले जितेर के गर्ने, छोराले जित्नु भएन, बुहारी टिम भयो हाम्रो बाबा। अब बाजुले तिर हानेर मात्र भएन नि, छोराले पनि त निशाना लगाउनु पर्यो नि बुहारी जम्नलाई। लाउरेको पालो त आउँदैछ नि त। भेनाहरूले बोबोसँग जानु भएन। अब हेर छोरो, तिमी परदेशबाट आएको, सारा युद्धमा चाहिँ तिमी जितेर आएको मान्छे है। यहाँ हारे पनि बुवाले जित्यो नि त, तिमीलाई लाग्यो। अब हाम्रै हक लाग्छ के, हाम्रो सालीहरू, उता नानाको छोरीहरू, हाम्रो सबैले नाना है, रोजी रोजी जेठी माइली साइली रोज्नु त रोज्नु त रोज्नु त। नमस्कार है माइजू, अब के गर्ने, सालीहरू अब हाम्रै हक लाग्छ, के गर्ने, म त यही साली मन पर्यो। भाउजूलाई बोट कान्छ, कान्छ भाउजूलाई बोट, कान्छ भाउजूलाई बोट, ताली 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 जोरदार ताली।